Hi everyone, welcome to my vlog. अब चाहिँ म जहिले भिडियो बनाउँछु जहिले भ्लग बनाउँछु भनेर चाहिँ सोच्छु हैन बेलुका सुत्ने बेलामा सोच्छु बिहान उठ्दाखेरि चाहिँ म केही गर्ने भ्याउँदिन छोरासँगै उठो छोरालाई उठो ब्रेकफास्ट बनायो खुवायो छोरालाई फेरि अब फिड गराइसकेपछि उसको न्याप टाइम हुन्छ फर्स्ट उठ्ने बित्तिकै उसलाई खुवाउनु पर्छ हैन खुवायो सुतायो रुम सफा गरौ म केही गर्ने भ्याउँदिन हैन जो पनि मामुहरुले चाहिँ यति धेरै राम्रो गरिराख्नु भएको देख्छु नि म हजुरहरुलाई चाहिँ जिउ गर्छु जिउ यो चाहिँ मेरो प्लान्टहरु हो बाहिर चाहिँ एकदमै चिसो भएर चाहिँ मैले यहाँ भित्र ल्याएर राख्न बाध्य भएको छु अब चाहिँ हामी छिटै नै यहाँ भित्रै यसलाई प्लान्ट राख्ने नै ल्याएर राख्ने भनेर चाहिँ सोचिरहेको छु यहाँ चाहिँ कार्टुन यसरी राखेको छु क्या यहाँ सबैनामा टेबल बिग्रिन्छ पानी हाल्दा ओर्दा कोरियाको मौसमको चाहिँ कुरै नगरौँ हैन अस्तिसम्म यस्तो जाडो थियो जाडो भनिन्छु यस्तो गर्मी थियो नि यस्तो गर्मी थियो बाहिर निस्किन सकिँदैन थियो आज भोलिको मौसम माइनस भएको छ क्या माइनस भइसक्यो बाहिरतिर चिसो यस्तो छ घरबाट बाहिर निस्किन सकिँदैन जे गर्ने हो घरभित्रै हो अब आरी यस्तो कुद्ने भएको छ नि जति बेर हिँडेको हिँड्ने गर्न खोज्छ जति बेर हिँडेको हिँड्ने गर्न खोज्छ हैन अनि उला अब बाहिर लानै सकिँदैन किन भन्दा चिसो यस्तो धेरै चिसो पनि हान्छ यहाँ अनि छोरालाई चाहिँ मैले उठेँ अनि एकछिन उठेर 1 घण्टा जति आमा छोरा खेल्यौँ अनि त्यसपछि उसलाई ब्रेकफास्ट खुवाएँ अनि त्यसपछि चाहिँ ऊ सुत्छ अहिले सुत्तो मजाले सुतिरहेको छ अब यही बेलामा चाहिँ म उसको लागि खाना बनाउँछु मेरो लागि खाना बनाउँछु खाना खान्छु अनि छोरा उठ्छ त्यसपछि उसलाई पनि खुवाउनु पर्ने हुन्छ सो के म चाहिँ अब खाना बनाउनुतिर लाग्छु यस्तै छ यो फुलहरु हेर्दा वाउ कस्तो राम्रो छ बाहिर हल्का घाम लागेछ त्यही भएर चाहिँ मैले मेरो फुललाई चाहिँ बाहिर राखिदिएको छु यहाँ अनि पानी पनि लगाइदिए थोरै मेरो काम यस्तै छ यो फुललाई भित्र राखो त्यसपछि फेरि बाहिर निकालो फुललाई भित्र उलो बाहिर निकालो यस्तै छ मेरो लाइफ कति सजिलो छ भाग्य चाहिँ लिएर आएको रहेछु मैले पनि फुलको स्याहार गरो यो फुल चाहिँ मेरो आरी भन्दा पनि जेठो हो यो र यो दुईटा चाहिँ यिनीहरु चाहिँ अस्ति भर्खर ल्याएको मेरो बर्थडेमा गिफ्ट दिनु भएको Yes. Yes.
बाबा बाबा भन्नुस् बाबा सन भौ भौ खोइ भौ 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 आमा आमा निन्दा पारिसक्यो मेरो सरलाई खाना खाँदा खाँदै निदाउनलाई एक कुरो भइसक्यो खाना खाइसक्ने अनि सुत्ने ल खाना खाइसक्ने अनि सुत्ने हो आफै खाने हजुरले जाउली माम त सबै दल्नुहुन्छ अनि उसले आफै पनि खाने कोसिस गर्छ छोरो आउनु त छोरो छोरो आउनु त रिमोट खोइ पाँच टाइम छ टाइम खुवाउ पुग्दैनलाई डोज भोक कति भोकाउँछ यत्रो हिँड्ने गर्छ हेर आम्मामा हात्तीको भोक गर्छ सानो मान्छे त भर्खर पो उठ्नु भएको अन्त अघि उठ्नु पर्दैन छिट्टै अब सुत्ने बेला हुनुपर्ने 9 बजिसक्यो सानो मान्छे 9 बजिसक्यो 9 ए हानु हानु फेरि झरो झरो अब घर गएपछि कसले खुवाउँदो रहेछ बाबाले कसरी खुवाउँदो रहेछ हेरौँ न बाबा बाई अब बाबा त बाई है माम नखाने मान्छे त बाई बाबा त
के हो भन्नु खाँदैछ दिँदैछ हो यता सुन अरे नटी भएको नटी बोय लु आनु माम लाउनु के हो यो टुसुका बस्छ